Sebekul hasrat pada majurai ini begitu begitu majurai. Sebekul hasrat pada majurai ini begitu begitu majurai. Seperti bahas bersama gapai, seperti bahas bersama gapai, sadar kisah dhani di kau tangan bacane rumah magawa, tangan bacane rumah magawa. Hare Ram Hare Krishna Hare Rama, tangan bacane. श्याम सुंदर भगवान को तेरो नाम जन्म जन्मा के महे दीजिए श्री वृंदावन को जन्म जन्मा के महे दीजिए श्री वृंदावन को वरदछो शरणमन सदीन तिम्रो लक्ष्मीपति हो प्रभु तिमी वंदनाथ लखौं तिमीलाई भक्ति को प्रसाद पाउन हामी वंदनाथ लखौं तिमीलाई भक्ति को प्रसाद पाउन हामी सच्चिदानंद रूपाय विश्वपते दिहे तभी तापत्रया विनाशाय श्री कृष्णाय भयं नमः तापत्रया विनाशाय श्री कृष्णाय भयं नमः विद्या सुन्न भनेर कान बनियो के गर्नु कुण्डल दानै गर भनेर हात बनियो पाल भिरी फल जिब्रो पढ्न मन्त्र जप्न बनियो के गर्नु स्वादको खातिर
यो चुला उपकार गर्न भनेर बनियो सिङ्गलमा के फल यो चुला उपकार गर्न भनेर बनियो सिङ्गलमा के फल श्री राधे राधे गोविंद गोपाल राधे 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 गोविंद गोपाल राधे श्री राधे राधे गोविंद गोपाल राधे 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 गोविंद गोपाल राधे श्री राधे राधे गोविंद गोपाल राधे 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 श्री 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 राधे राधे गोविंद गोपाल राधे मरद कर्णालय तबल से बल कल्पतरु जनित विनिति ज्योतिपा पीतम्बरधारी श्री लक्ष्मी नारायण भगवान ज्ञान का दाता एवं नवजीवन दाता श्री सद्गुरुदेव महाराज व्यासमा आसीन मेरा गुरुवरहरू पाठ परिमा रहनुहुने सम्पूर्ण गुरुवरहरू मधुर स्वरका धनी कलाकार मित्रजीहरू वाद्य बदनमा रहनुहुने सम्पूर्ण कलाकार मित्रजीहरू यो सानो स्वरलाई ठुलो स्वर बनाएर सारा भक्तको कानमा गुन्जमान गराइदिनु हुने मेरा अपरेटरज्यू आज चौथो दिवसको प्रथम सत्र कथालाई
सुन्नु र सुनाउनु हुने यसै घरका कार्यकर्ताज्यूहरू, चौथो दिवसमा कथालाई श्रवण गर्नु हुने, पाल्नु हुने सम्पूर्ण माता पिता, गुरु गोविन्द दाजुभाइ, लक्ष्मी स्वरूपा दिदी बहिनीहरू, यसै गाउँ छरछिमेकमा रहने मेरा विद्वान विद्वेषीगण, सदालो भागवत भक्तजन, सबैलाई मेरो हृदयबाट जय श्री सच्चिदानन्द, राधे राधे। सबैले भन्नुहोला राधे राधे। र हेर्नुहोस् भगत भक्तजन, हिजो हामीले कथालाई श्रवण गर्दैथ्यौँ सानो बालक ध्रुवको। आज यति सानोमा पनि हामीले भगवानलाई प्राप्त गर्न सकिने रहेछ भन्ने कथालाई हामीले बुझेका थियौँ। हामीलाई भगवानको भक्ति गर्न उमेर चाहिँदैन रहेछ, धन चाहिँदैन रहेछ हामीलाई, न हामीलाई राम्रो हुनु पर्दो रहेछ। यो कुरालाई हामीले हिजो बुझेका छौँ। हेर्नुहोस् भगत भक्तजन, सानो बालक 5 वर्षको उमेरमा भगवानलाई प्राप्त गर्नुभएको थियो ध्रुवले। र आज हामी जड भरत चरित्रतिर लाग्नेछौँ भगत भक्तजन। अत्यन्त सुन्दर कथा जड भरतको रहेको छ। हेर्नुहोस् भगत भक्तजन, यसलाई ध्यान दिएर कथालाई श्रवण गर्नुहोला, जीवनमा उतार्दै जानुहोला। भरतजी कस्तो हुनुहुन्थ्यो? र कसको सङ्गतले गर्दाखेरि आज भरतजीको आत्मा कहाँ मिल्नु गयो, यो कथालाई हामी श्रवण गर्नेछौँ भगत भक्तजन। जुन जम्बुद्वीपका जुन 9 खण्ड छन्, त्यस मध्ये जहाँ भरतजीले राज्य गर्नुभएको थियो, त्यसलाई यसको नाम भरतखण्ड रहेको थियो। हेर्नुहोस् भगत भक्तजन, अहिले पनि हाम्रो गुरुजनहरूले संकल्प पढ्दाखेरि भन्नुहुन्छ भारतवर्षे भारतखण्डे, होइन? जब यसलाई भारत खण्ड रह्यो, प्राचीन कालमा यसलाई अजनाभ खण्ड भनिन्थ्यो। पहिले त्यसलाई प्राचीन कालमा जब अजनाभ खण्ड भनिन्थ्यो, भरतजी महान योगी हुनुहुन्थ्यो, तपस्वी हुनुहुन्थ्यो, ज्ञानी हुनुहुन्थ्यो। भरतजी जसको नाम सूक्ष्म बासना रहन्छन्, उसको पतन हुन्छ। हेर्नुहोस् भगत भक्तजन, जब बासना भयङ्कर हुन्छ, तर भरतजी वैराग्य हुनुहुन्थ्यो, पूर्ण हुनुहुन्थ्यो। त्यसैले घर छोडेर वनमा गएर पनि पतन हुनुभयो। आज कसरी घर छोडेर बाहिर गएर पनि कसरी पतन हुनुभयो, यो कुरा जान्न चाहन्छु हे सुखदेव स्वामी भनेर परीक्षित राजाले जब यसरी प्रश्न गर्दै हुनुहुन्छ। त्यसैले यदि वासना र विकार छैन भने घरै बसेर भक्ति गर्दा पनि भागवत प्राप्ति हुन्छ, तर माया वासना छुट्दैन। हेर्नुहोस् भगत भक्तजन, घरमै बसेर भक्ति त हुन्छ, तर माया वासनाबाट छुटकारा पाउन सकिँदैन, त्यहाँबाट छुट्टिनु सकिँदैन, मायाबाट छुट्टिनु सकिँदैन भनेर यसरी बताउनु भयो। सकिन्छ त? भक्ति त गर्छौँ, तर मायामा फसिरहेको हुन्छौँ। गृहस्थीमा यस्तो छ। हेर्नुहोस् भगत भक्तजन, यसरी सम्झाउनु भयो। अगाडि हामी प्रहलाद चरित्र सुन्नेछौँ, पछाडि प्रहलाद चरित्रमा पनि यस्तै सुन्दर कथाहरू छन्। हेर्नुहोस् भगत भक्तजन, जब के भन्नुभयो भने सबैले सबै कुराको अनुकूलता मिल्दैन, तर अनुकूलता आफैले मिलाउनु पर्दछ भनेर यसरी बताउनु भयो। अनुकूलता आफैले मिलाउनु पर्दछ। भरतजीलाई पनि घर र
राजकाजदेखि वैराग्य आयो, तर घर छोडेर नेपाल पशुपतिनाथका निकट गण्डकी किनारमा आउनुभयो। भरतजी पशुपतिनाथको निकट गण्डकी किनारमा आउनुभयो। जब त्यहाँनिर यो जीव पशु हो र पशु कसलाई भनिन्छ त? पशु कसलाई भनिन्छ? जसलाई डोरीले बाँधेर राखिन्छ त्यसलाई पशु भनिन्छ। यसरी बताउनुभयो। जब यहाँ बताउनुहुन्छ त्यस जीवको पनि पति स्वामी मालिक, त्यसैले शिवजीको नाम पशुपति हो। जब गण्डकीको अर्को नाम थियो शालिग्राम, जहाँ शालिग्राम भगवानको स्तुति गर्नुहुन्थ्यो। आज कसले? भरतजीले शालिग्राम भगवानको स्तुति गर्नुहुन्थ्यो, अत्यन्तै पूजापाठ गर्नुहुन्थ्यो, शालिग्राम भगवानको सेवा गर्नुहुन्थ्यो। शालिग्राम भगवानलाई चाहिँ जहाँसुकै लगेर पनि पूजा गरेर राखेको होस्, उत्पत्ति होस् मात्रै ती जब भरतजी जो सर्वस्थ भएर पनि एक छत्र राज्य गरेर बस्नुहुन्थ्यो, जब भरतजीले शालिग्राम भगवानको आराधना गर्नुहुन्थ्यो। जहाँ जसको घरमा शालिग्राम भगवान छ, जस्तो जहाँनिर छ त्यो घर त आज तीर्थ समान भन्नु भएको छ। तीर्थ समान अरे। त्यसैले हामीले शालिग्राम भगवानलाई घरमा स्थापना गर्नुपर्दछ। भक्तजन एक दिन बिहानै शालिग्राम भगवानलाई स्नान गर्नको लागि गण्डकी किनारमा जानु भएछ। जुन मानसिक पूजा गर्नु भएछ, स्नान गराउँदै हुनुहुन्थ्यो, जलबाट निकाल्नै बिर्सिनु भएछ भरतजीले। जब ओमकारको उच्चारण गर्दै गर्दै शालिग्राम भगवान जुन सूर्य नारायणलाई अर्घ दिँदै हुनुहुन्थ्यो, हेर्नुहोस् भक्तजन, आज शालिग्राम भगवानलाई निकाल्नै बिर्सिनु भएछ। त्यति बेला आफ्नो काम धन्दामा लाग्नुभयो भरतजी। एकछिन पछाडि सम्झिनु भएछ, हो भगवानलाई मैले त निकाल्नै बिर्सिन्छ। हत्तर आज गण्डकी किनारमा गएर पानीमा डुबिरहनु भएको छ भगवान। अहो कति ठन्डा लाग्यो होला, मेरो भगवानलाई कति ठन्डा भयो होला भनेर हत्तर निकालेर जब सूर्य नारायणले अर्घ दिँदै भन्दै हुन्छ, हे सूर्य नारायण तपाईँ छिटो आउनुहोस् र मेरो भगवानलाई तातो बनाइदिनुहोस्, मेरो भगवानलाई न्यानो बनाइदिनुहोस्, तपाईँ छिटो आउनुहोस् न भन्दै सूर्य नारायणले ओमको उच्चारण गर्दै गर्दै आज भरतजीले सूर्य नारायणलाई पुकार्नुहुन्छ। त्यही समयमा सूर्य नारायण भगवानलाई जब पुकार्दै गर्दैको समयमा, त्यही समयमा एउटा हरिण मृगा, गर्भिणी मृगा तीन गण्डकीको किनारमा पानी पिउनका लागि आएको रहेछन्। पानी पिउँदै गर्दाखेरि पछाडिबाट बाघले गर्जेको जस्तो आवाज आयो। हेर्नुहोस् भक्तजन, बाघ गर्जेको आवाज आयो। अब यसले मलाई नराख्ने रहेछ भन्ने कुरा जानेर जब बल गरेर पारी जमै भनेर उफ्रिनु भएको थियो, त्यो मृगा उफ्रेको थियो। जब उसको बलको प्रभावले गर्दाखेरि त्यो पेटको बच्चा पानीमै झर्यो। हेर्नुहोस् भक्तजन, जब ती मृगिनी बल्ल तल्ला ती गण्डकी पार गरे, बाहिर पार गरिसकेपछि सुत्केरीको व्यवस्थाले गर्दा उसको पनि देहान्त भयो, मृत्यु भयो। आज ती सानो मृगको बच्चा बग्दै पानीमा बग्दै गए। आज भरतजीले त्यो गण्डकीमा पानीमा देख्नुभयो, त्यो मृगको बच्चालाई देख्नुभयो। अहो भगवानले मलाई प्रसादको रूपमा पठाउनु भएको होला भनेर, यिनका कोही छैनन्, यसलाई बचाउनु पर्छ भनेर भरतजीले हत्तर ती गङ्गाबाट पानीबाट निकाल्नु भयो, मृगको बच्चालाई निकाल्नु भयो। अब हेर्नुहोस् भागवत भक्तजन, यति तपस्वी हुनुहुन्थ्यो भरतजी, यति ज्ञानी हुनुहुन्थ्यो। बिहान बेलुका भगवानलाई भोग नलगाइकन खान हुन्न थियो। जब मृगको बच्चालाई लिएर आउनुभयो, अब भरतजीको मन कहाँ गयो? मृगको बच्चामा गयो। हेर्नुहोस् भक्तजन, जब चन्दन भगवानलाई चढाउनको लागि चन्दन घोटिरहनु हुन्थ्यो, भरतजीले चन्दन घोटिरहनु हुन्थ्यो।
चन्दन घोड्दाखेरि पनि उहाँको डडालामा मडारिनु पर्थ्यो मृगको बच्चा। अलिकति एकछिन पनि अलग हुँदैन थियो। चन्दन घोट्नु छोडेर पनि मृगको बच्चालाई खोज्नुहुन्थ्यो। आज यसो ध्यानमा बस्नु है भन्दा पनि ध्यानमा बसेको बेला पनि मृगले यसो मडारिनु पर्थ्यो, आफ्नो शरीरमा छुइदिनु पर्थ्यो, अलग हुँदैन थियो। हेर्नुहोस् भक्तजन, अब भरतजीले जे काम गर्दा पनि मृगको याद हुन थाल्यो। सङ्गत कहाँ पर्यो, मृगको सङ्गतमा लाग्यो। हेर्नुहोस् भरतजी, हेर्नुहोस् भक्तजन, हुन त तपस्वी थिए, ज्ञानी थिए, भगवानको चिन्तन गर्ने आज भरतजी, तर अन्तिममा कहाँ गए? मन मृगको बच्चामा गयो। आज दाल रोटी बनाउनु हुन्थ्यो, मृगलाई नखाइकन आफूले खाना हुन्न थियो। सङ्गत हेर्नुहोस् त, यसरी जब भरतजीले मृगको सङ्गत पाए, मृगको मायामा फसिन थाले। अब केही गर्दा पनि आज मृगदेखि अलग हुनु सकेनन् भरतजी। जब एक दिन मृग बढ्यो, ठुलो भयो, एक दिन मृगको हुलमा पसेछ। मृगको हुलमा पसेको मृगलाई खोज्दै जाँदा सबै एउटै त छ, एउटै कलरको छ। मृग दोस्रो कलर हुन्छ र? एउटै कलर हुन्छ नि, एउटै कलरको छ, उत्रै छ, सबै कुन हो मेरो मृग कुन हो खोज्दा पत्ता लाउन सकेनन्। अन्तिममा के भयो? ज्वरो आएछ। हेर्नुहोस् भक्तजन, ज्वरो आयो, भरतजीलाई ज्वरो आयो, अन्तिममा ज्वरो आयो। त्यस पश्चात आफ्नो प्राण निस्किने बेला मृगको आवाज लगायो। हेर्नुहोस् भक्तजन, मृगको याद गरे आज ती भरतजीले अन्तिममा जाने बेलामा अन्तरका स्वागत